कहिलेकाहीँ लाग्छ नि सबै कुरा सकियो, बाटो बन्द भयो, आफन्त भनेकाहरू टाढिए र एना हेर्दै आफ्नै अनुहार पनि बिरानो लाग्न थाल्यो। यो बोध हो यहाँ हामी कुरा गर्नेछौँ ती सत्यहरूको जुन सुन्न अलि तितो छ तर बुझ्न निकै जरुरी। तपाईलाई कसैले तिमी काम लाग्दैनौ भन्यो, या तपाईँ आफैले आफैलाई मबाट केही हुन्न भन्न थाल्नुभयो? सुन्नुहोस्, यो संसार एउटा यस्तो भिड हो जहाँ हरेक मान्छे आफ्नो मान्छेलाई आफूभन्दा तल देख्न चाहन्छ। यदि तपाईँ लड्नुभयो भने उनीहरू हाँस्छन् र यदि तपाईँ उठ्न खोज्नुभयो भने उनीहरू खुट्टा तान्छन्। तपाईँलाई अयोग्यको ट्याग लगाइदिने र यो समाजले तपाईँको भोग कहिल्यै देखेको छैन, तपाईँको रातभरिको अनिदो देखेको छैन र तपाईँको आँखाको त्यो अदृश्य आँसु पनि देखेको छैन। जसले तपाईँको सङ्घर्ष देखेको छैन उसलाई तपाईँको सफलताको फैसला गर्ने अधिकार कसले दियो? मान्छेहरू शून्यसँग डराउँछन्, तर म भन्छु शून्य हुनु भनेको सबैभन्दा ठुलो अवसर हो। जब तपाईँसँग गुमाउनका लागि केही पनि बाँकी रहँदैन नि, तब तपाईँ सबैभन्दा शक्तिशाली बन्न सक्नुहुन्छ। किनकि अब तपाईँ डराउनु पर्दैन। सबैभन्दा उचाइमा पुग्ने भवनको जग सबैभन्दा गहिरो खनिएको हुन्छ। यदि तपाईँ आफ्नो गहिरो खाल्डोमा हुनुहुन्छ भने सम्झनुहोस् तपाईँको सफलताको महल निकै अग्लो बन्दैछ। इतिहास पढ्नुहोस् त, ती मान्छेहरूले मात्र संसार बदलेका छन् जसलाई सुरुमा यो संसारले पागल वा असफल भनेको थियो। हामीलाई सधैँ हतार हुन्छ। छिमेकीको छोरो विदेश गयो, साथीले गाडी किन्यो, आफन्तले घर बनायो, अनि तपाईँलाई लाग्छ तपाईँ पछाडि पर्नुभयो। हरेक फुल एउटै मौसममा फुल्दैन नि। कसैलाई बिहानको घाम चाहिन्छ, कसैलाई त रातको शीत। तपाईँको समय अरूको घडीसँग मिल्दैन। तपाईँ आफ्नै यात्रामा हुनुहुन्छ। कहिलेकाहीँ जीवनले तपाईँलाई एक कदम पछाडि धकेल्छ, किनकि उसलाई थाहा छ अगाडि बढ्नका लागि अलि लामो रनअप चाहिन्छ। तिलाई पनि त टाढा पार गर्नका लागि पहिल्यै पछाडि तान्नुपर्छ। भाग्यलाई सराप्न छान्नुहोस्। तपाईँको भाग्य कुनै रेखामा छैन। तपाईँको भाग्य तपाईँको हत्केलाको मेहनतमा छ। उठ्नुहोस् र आफूलाई प्रमाणित गरेर देखाइदिनुहोस्। परिमार्जन गर्नुहोस्। त्यो मान्छेलाई हराउन संसारमा कसैले सक्दैन जसले हार मान्नै बिर्सिसकेको छ। तपाईँको एउटा सानो प्रयासले आज पहाड नहलाउला, तर भोलिको विशाल परिवर्तनको जग त्यही सानो प्रयास नै हुनेछ। तपाईँको सफलताको कथा लेखिन बाँकी छ र त्यसको लेखक तपाईँ आफै हो। अन्त्यमा यो बोध गर्नुहोस् कि तपाईँ अरूका लागि होइन, आफ्नै लागि जन्मनु भएको हो। तपाईँको मूल्य अरूको प्रशंसा होइन, तपाईँको आफ्नै स्वाभिमानमा छ। म दीपक पनेरू बोधको यो पहिलो एपिसोडमा बिदा माग्छु। अर्को पटक भेट्दा तपाईँको आँखामा निराशा होइन, एउटा सपनाको चमक होस्। याद राख्नुहोस्, लडाइँ अझै सकिएको छैन, किनकि तपाईँ अझै जित्नु भएकै छैन। फेरि भेटौँला। जय होस्।